बिग्रेर बसिरहेको छु गाइस के भयो भयो पाँच भाइ चाहिँ आज गाडीमै सुताइ हुँला जस्तो छ हो मिनेट्स लाग्छ हामीलाई हो टु रिच द गान्तोक हैन तपाईहरुले भिडियो मजाले इन्जोय गर्नुहोस् हो अब माथि गएर पानी पर्दैछ हो अब तपाईहरुलाई देखाउँछु माथि के हुन्छ कसो हुन्छ हो हेर्दै गर्नु पर्यो भिडियोलाई हैन अब आज म्याच पनि दामी हुन्छ जस्तो लाग्दैछ मलाई हो हेरौँ अब तपाईहरुलाई देखाउँछु नि म गाइस दिन कस्तो भइरहेको उता पर उज्यालो भइरहेछ हो यता चाहिँ अँध्यारो भइदियो अँध्यारो न अँध्यारो भइदियो हो पानी पर्नु लागिसक्यो उत्साहित फुटबल प्रशंसकहरू सिक्किम प्रिमियर लिग सिजन 3 2025 को भव्य समापनमा सिक्किम प्रिमियर लिग सिजन 3 को भव्य समापनमा हार्दिक स्वागत गर्दै आज म विकास जैरू बोर्ड अफ डाइरेक्टर डेभलपमेन्ट प्राइवेट लिमिटेड यहाँ खेल को मात्र नभए एकता खोइ के भन्छ
Next one, we'd like to call and he gets a cash prize of rupees 25,000. He gets the Golden Globe and a cash prize of rupees 50,000. Congratulations one more time. Reaching the finals is no mere feat. You get the player of the tournament, which is 50,000. र गाइस यति नै थियो आजको चाहिँ हो म्याच पनि दामी भयो हो पानी परेर बिजोक पनि भयो र म्याच पनि भनेको टिमले जित्यो आक्रमणले हो हाम्रै टिमले जित्यो जसलाई सपोर्ट गरेको थियो त्यसले नै जित्यो हो गोल पनि दामी भयो हो मजाले हेर्नुहोस् होला भिडियो मजाले बनाएको छु हो तपाईँहरूको लागि गाइस हाम्रो चाहिँ आज बिजोक भइदिइसक्यो हो यहाँनिर गाडी पनि स्टार्ट हुँदैन हो ब्याट्री भएको हो माथि गोली हेरेर त हामी राम्रै निस्क्यो हो माथिदेखि त राम्रै आएको हो अन्त बिचमा के भयो राम्रै आएको गाडी के भयो गाइस 12 बज्न आँटिसक्यो हो यी हामी यो वन झाँक्री फल्सको जस्ट अपोजिट यो नयाँ पुलमा बिग्रेर बसिरहेको छौँ गाइस के भयो कसको आँखा लाग्यो कसको आँखा लाग्यो गाइस हो के गर्नु अब यी हेर्नुहोस् न के भइदियो अब के यो गर्दा पनि हुँदैन त्यो गर्दा पनि हुँदैन हो अब के गर्नुपर्ने गाइस हाँसी नै रहेको छ हो हाँसेर भए पनि अब दुःखलाई बिजोकलाई चाहिँ काट्दैछौँ हामी हो हाम्रो यहाँ बुबुलाई झन् बिजोक भोलि ड्युटी जानुपर्ने हो बिहान ड्युटी जानुपर्ने हो बुबु पैसा भए पनि त हामीलाई यसो बुझेर देखेर पनि हेल्प गर्नु भएको भए पनि हुन्थ्यो नि कोही आएको भाइ यस्तो अन्धकार छ हो कहाँ आएको हामी के भइदिएको आज है हेल्प माग्दैछौ अब गाडी आउँदैछ होइन तर पनि अब मान्छेहरू यति साह्रो सर्टी हुन्छ कि अब लेट्स गाइस हेरौँ के हुन्छ होइन अब हाम्रो बसाइ चाहिँ बाटोमै सुताइ हुन्छ जस्तो लाग्दैछ मलाई हो पाँच भाइ चाहिँ आज गाडीमै सुताइ होला जस्तो छ हो यी गाडीमै सुताइ होला जस्तो छ गाडी लाइभमै हेरौँ न भनेको नि प्लान पनि क्यान्सल भइसकेको थियो होइन फेरि अब भाइहरूले जाउँ भन्यो अन्त यो भाइ पनि जाने कि जाने भन्यो पैसा पनि हालिदिन्छु भनेर लोदर लाग्यो लोदर राम्रै गाडी के भयो गाडी कुदिरहेको गाडी अहिले छुप ल गाइस बिहान पनि भयो हो 11 बज्न आँट्यो बिहान भन्दा पनि गुड मर्निङ सबैलाई अन्त हिजो बेलुका त्यो भ्लग देखिहाल्नु भयो हो बेलुका चाहिँ कस्तो खाले भयो भन्दाखेरि चाहिँ गाडी बिग्रियो हो मान्छेहरू अब अरू गाडीहरूलाई पनि यसो रोकेर हेल्प माग्नु पनि कसैले हेल्प गरिदिनु भएन हो अन्त हामी चाहिँ यहाँ हाम्रो प्रयास भाइकै बडी आमा यतै छेउमै बस्नु हुँदो रहेछ अन्त त्यहीँनिर बसाइ भयो हाम्रो हो भाइ नभएको चाहिँ हाम्रो बिजोक हुन्थ्यो रहेछ हो अन्त ल गाइस त्यति नै छ अब गाइस अब चाहिँ हामी आफ्नो डेस्टिनेसनतर्फ लागेको हो हाम्रो डेस्टिनेसन पनि तर झाँक्री फल्स नर्थ यहाँ डिस्ट्रिक्ट कोटदेखि हो अन्त केटाहरू यस्तो बाटो हिँडाइ हुँदैछ हो अन्त यहाँ भाइ म पनि यस्तो ल गाइस आजको लागि यति नै हो भिडियोलाई मजाले हेर्नुहोस् होला धेरै इन्ट्रेस्टिङ कुराहरू छ भिडियोमा हो स्किप नगरी हेर्नुहोस् मजाले ल त गाइस धन्यवाद।